श्रोताहरू, आदरणीय श्रोताहरू, म आज पुनः तपाईहरुलाई पृथ्वी मोटिभेसनको तर्फबाट पृथ्वी बहादुर खत्री बोलिरहेको छु र म अहिले तपाईहरुलाई एउटा जीवनमा केही गर्नलाई त सफलता त प्राप्त गर्नलाई केही गर्नु नै पर्छ भन्ने लाग्छ। तर मैले त्यसको विपरीत एउटा अल्छी किसान नामक शीर्षकमा एउटा कथा लिएर आएको छु र कथाको शीर्षक छ अल्छी किसान। कुनै गाउँमा एउटा किसान बस्थ्यो। ऊ पौरखमा भन्दा भाग्यमा बढी विश्वास गर्थ्यो। ऊ घरबाट खेतमा त जान्थ्यो, तर खेतमा कामकाज गर्न छोडेर नजिकैको रुखमुनि बस्दथ्यो। यसरी अल्छी किसान बसिरहेको बेला केही सोच्ने गर्दथ्यो। यो खेत आफै खनिए वा जोतिए र लहलह बाली उब्जिए खेत खन्दा खन्दै सुनले वा हिरा मोतीले भरिएको गाग्री भेटिए अथवा खेतबाट खेतको घरका सबै काम गरिदिने एकजना नोकर भेटिए। यस्तै सोध्दा सोध्दै दिन ढल्कन्थ्यो। साँझ परेपछि ऊ कुटो कोदालो काँधमा बोकेर घर फर्कन्थ्यो। एक दिनको कुरा हो, त्यो किसान त्यसरी नै रुखको फेदमा बसेर केही सोचिरहेको थियो। त्यसै बेला कतैबाट कुनै शिकारीले घाइते बनाएको हरिण ऊ नजिकै आएर ढल्यो। त्यो देखेर किसान साह्रै खुसी भयो, किनभने उसले केही पनि नगरी यसका अगाडि एउटा हरिण मरिरहेको थियो। उसले त्यो हरिण घरमा लग्यो, आफूले खायो र आफ्ना वरपर छिमेकीलाई पनि बाँड्यो। यसरी उसले धेरै दिनदेखिको भोकलाई राम्ररी मेटायो। अर्को दिनदेखि त्यो किसान सधैँ रुखमुनि बसेर अर्को हरिणको प्रतीक्षा गर्न थाल्यो। अर्को हरिणको प्रतीक्षा गर्दै थाल्यो, तर वर्षौं बित्दा पनि त्यो कुनै अर्को हरिण आएर ढलेन। श्रोताहरू, दर्शकवृन्दहरू, साँच्चीकै यो दुनिया, यो संसारमा सफलता प्राप्त गर्न कर्म गर्नुपर्छ। भाग्यलाई मात्र विश्वास गरेर हुँदैन। कर्म र भाग्य सँगसँगै चलाउन सकियो भने फल प्राप्त हुन्छ भन्ने लाग्छ। हामी दुःखपछि सुख, सुखपछि फेरि दुःख, यो भगवानको नियति, यो संसारको नियति नै हो भन्ने लाग्छ। आदरणीय दर्शकवृन्द, श्रोतावृन्दहरू, यो कथा सुनेर हजुरहरूले लाइक, शेयर, सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भन्ने पूर्ण आशा राख्दै आज म यो पृथ्वी मोटिभेसनको तर्फबाट बिदा हुन्छु। हवस् त, धन्यवाद।